हेलो नमस्ते गुड मर्निङ एभ्रिवान। आज चाहिँ कार्तिक 6 गते बिहिबार बिहानै उठेँ। हिजोदेखि नै साइक्लिङ जान मन थियो र जुत्ता लगाएँ, साइकल बोकेँ, हिँडेँ। आफू चाहिँ फेरि सोलो राइड हो है, सकि नसकी आफू नै यसरी भिडियो खिच्दै थिएँ। माथि आकाश हो 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 टक 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 कपास राखे जस्तो देखिरहेको थियो। जाँदा जाँदै तौड पुगेँ। अब यहाँबाट कता जाउँ म एकदमै कन्फ्युज भएँ। यता जाउँ भने चोबारतिर पुगिन्छ, यता गयो भने फर्पिङको बाटो हो यो। मलाई अनि यता फर्पिङको पावर हाउस पनि एकदमै जाने रहर थियो। काँचो भयो अनि एकछिन बसेँ। एकछिन बसेर सोच्दा जस्तै फर्पिङ जान मन लाग्यो। ल जाउँ आज पावर हाउसतिर जान्छु भन्ने निर्णय लिएँ अनि साइकल बोकेँ अनि आफ्नो बाटो हिँडेँ। आकाश हेर्नुहोस् त माथि, हो हो यति राम्रो छ कि है। यो साइकल चलाउन अलिकति गाह्रो चाहिँ हुन्छ तर एकदमै रमाइलो हुन्छ है। उकालो पेल्दै थिएँ मैले, यहाँ बाटोमा ट्याक्क लाएर पैसा भेटेँ। कतिपयले के भन्छ भने यो बाटोमा खसेको पैसा टिप्नु हुँदैन भन्छ, मलाई चाहिँ त्यस्तो लाग्दैन। टिपेँ मैले, हातमा लिएर के पनि सोच्दै थिएँ भने यो बाटोमा भेटेको पैसा जम्मा गरेर एउटा घर बनाउनु पर्छ कि के हो भन्दै मनमा नै सोचेको नि थिएँ। साइकल पेल्दै उकालो पनि कट्यो र फाइनल्ली त्यो हेर्नुहोस् न, कहाँ भन्दा यसलाई हात्तीवन भन्छ कि के भन्छ यसलाई। राम्रो झन्डा पनि देखियो नेपालको। अभियसली आज आकाश त एकदमै राम्रो थियो र मैले फाइनल्ली मेरो डेस्टिनेसन, मैले सोचेको ठाउँ पुग्यो। एउटा सेल्फी पनि लिएँ। आकाशको त कुरै नगरौँ आज है, यति राम्रो थियो कि मजाले मैले एउटा भ्यू पनि क्याप्चर गरेँ। आनन्द आयो है। साइकल पनि ठिकै थियो। बहिनीहरू पिङ खेल्दै थियो, म नि पिङ खेल्छु भनेको, तपाईँ ठुलो मान्छे खेल्न हुँदैन भनेर भन्यो। तर पावर हाउसमा भने चाहिँ यो ड्याममा चाहिँ पानी चाहिँ एउटै पनि थिएन है, एकदमै सुक्खा थियो। त्यहाँको मेन्टेनेन्स हुँदै रहेछ। अझै पनि यो आकाश हेरिरहँ मात्रै लागिरहेछ। अनि अब त फर्किने बेला त हुन लाग्यो। अब कहाँ कुन बाटो जाने भन्ने भइरहेको थियो मलाई। अघि आएकै बाटो फर्किने कि फेरि तलको बाटो जाने कि भन्ने भइरहेको थियो। अनि एकछिन बसेर यसो विचार गरेँ, कताबाट जाउँ भन्ने भयो। तलबाट फेरि अलि अफरोड होला, यताबाट फेरि सबै पिच छ। म धेरै सोच्दिनँ, अघि आएकै बाटो जान्छु भन्ने पनि भयो। अनि त्यसपछि आएकै बाटो त के जानु हौ, अलि नयाँ ठाउँ पनि हेर्दै जाउँ भन्ने भयो। हुन पनि हो है। अनि टक्क साइकल निकालेँ, लागेँ आफ्नो बाटो। कति रमाइलो छ हेर्नुहोस् त। हेर्नुहोस् न ल, साइकल चलाउन यति मजा आउँछ कि, यति रमाइलो हुन्छ कि, यति एक्सर्साइज हुन्छ कि होइन। अनि सर्र आएँ। चल्नाखेल कटिसकेपछि चाहिँ यहाँबाट दुईवटा बाटो छ। एउटा सिधै गयो भने अघि आएकै बाटो, र यहाँ माथिबाट गयो भने जङ्गल छेउछेउको बाटो। त्यो उकालो पेले आफ्नो लिमिटलाई एकदमै पुस गरेँ है। अनि माथि जङ्गलको बाटो आइपुगेँ बल्ल है। जङ्गल छेउमा डर पनि लाग्छ, फेरि एक्लै पनि छु, सुनसान छ है। अनि पेले यहाँ पनि उकालो अझै सिद्धेको थिएन। फेरि अफरोडमा उकालो चलाउन अलिकति गाह्रै हुने रहेछ क्या। पछाडिको पाङ्रा स्लिप खाने है। पेल्दैछु, मजाले पेल्दैछु। पेल्दै म कहाँ आइपुगेँ भन्दा व्हाइट हाउस मुनि आइपुगेँ। यहाँ पनि फेरि दुईवटा बाटो छ, कहाँबाट जाने भन्ने भयो। यो तलको बाटो पनि छ जुन चाहिँ अलिकति सजिलो पनि हुन्छ, म हिँडिदिने बाटो पनि हो। अर्को भनेको चाहिँ अब ठाडो बाटो पनि छ क्या फेरि त्यहाँ। आज चाहिँ जे पर्ला एकदमै ठाडै बाटो पेल्ने हो भनेर फेरि उकालो आइसकेपछि माथि आइपुगेँ है। अनि त्यसपछि सर गाउँको भ्यू लिएँ अनि ओह्रालो बाटो ओर्लिने बित्तिकै फेरि यति राम्रो भ्यू देखेँ। फेरि यसको पनि भ्यू लिएँ। अनि त्यसपछि त्यो बाटो चाहिँ अलिकति ओह्रालो अप्ठ्यारो छ है। 100% लकले लडिएन आज।
स्किल त मेरो त्यही हो 20% होइन हो नि सर यहाँ आउने बित्तिकै छोरीले वेलकम गरे मलाई फेरि बाबा साइक्लिङ गएर आउनु भएको रे हजुर छोरी म साइक्लिङ गएर आएको भनेर भने छोरीलाई अनि त्यसपछि साइकल त धुनु पऱ्यो हेडसेट लगाएँ घामले पोल्छ भनेर है अनि त्यसपछि साइकल धुन सुरु गरेँ मलाई फेरि साइकल धोइसकेपछि यो टायर छ नि टायर यो चाहिँ एकदम ब्ल्याक बनाउनु पर्छ कि कालो हेर्दा नि आनन्द देख्ने टायर पनि घोड्दैछु पखाले मजाले मलाई चाहिँ के अरे आफ्नो जिउको फोहोर फाले जस्तै लाग्यो ए ल यसरी साइक्लिङ जान चाहिँ एकदमै रमाइलो हुने रहेछ है अनि सुकाइदिएँ मजाले साइकल सबै सुकाइदिएँ लुगादेखि सबै सुकाइदिएँ आजको दिन एकदमै आनन्दपूर्ण भयो हस् धन्यवाद